भर्खर भर्खर जन्मिनु भएको यहाँहरू खुट्टा पनि खतरा हुँदो रहेछ क्या ओ माइ गॉड यसले त यतै हो साथीहरू है ठक्क हेर्नु है यहाँनिर म अब एउटा खतरा देखाउँदैछु के देखाउँदैछु भनेपछि तपाईँहरूलाई ठक्क लाएर अनि यहाँनिर ट्याक्क जिराफ अनि अर्को जिराफ अनि यसलाई के भन्छ के अरे के भन्छ नामै बिर्सिएर ठ्याक्कै अब भन्नु त के भन्छ यसलाई त्यो भन्छ यहाँनिर पुरै के भेडाहरू आज चाहिँ भेडाको होला म चाहिँ पुरै भेडाको होला है टक्क लगाएर अनि यहाँनिर छ यस्तो छ त्यहाँनिर टक्क लगाएर है यसो अनि यहाँनिर चाहिँ साथीहरू यो छ यति ठुलो के अरे यसको नाम के अरे डाइनोसर यति ठुलो डाइनोसर छ म त्यही पनि डर छैन है मलाई कति डर छैन म जाँदैछु यहाँनिर यसका बच्चाहरू भर्खर 5-6 महिना भएर यो बच्चा जन्मिएको है सानसाना अनि रहेछ अनि यहाँनिर अब यो पनि सानसानो हुनुहुँदो रहेछ है फेरि अब सबभन्दा ठुलो चाहिँ यहाँ हुनुहुन्छ माथि है आमा चाहिँ उहाँ अनि छोराछोरी चाहिँ यहाँ भर्खर भर्खर जन्मिनु भएको यहाँहरू खुट्टा पनि खतरा हुँदो रहेछ क्या ओ माइ गॉड यसले त एकचोटिमै मान्छेलाई त आन्द्राभुरी नै के निकाल्छै है चाप्यो भने त खतरा रहेछ एकदम रमाइलो रहेछ क्या यहाँनिर ठाउँहरू है घुम्न टक्क यतातिर भेडाहरू पनि चरिरहेको छ भेडावाला पनि आएको भेडा चढ्दैछ यता परबाई भेडाहरू चरिरहेछन् टक्क लगाएर होइन